चाहिँ म देवको डाँडामा छु। यो मनहरीबाट आउने रोड हो, यो बाटो हुँदै आएको। अब म अगाडि जाँदैछु यो भ्यू टावर चढ्न। यता देख्नुहुन्छ यो चाहिँ मान्छेहरू बस्ने प्रतीक्षालय बनाइरहेछ यहाँनिर। यो देखिरहेको भएको चाहिँ भ्यू टावर। यहाँ आज म ओभरलोड गर्न चढ्दैछु। यो सँगसँगै यता मनहरीको स्टेसन टावर पनि छ यता। अब यता भ्यू टावर चढ्दैछु माथि। एक बाटो हुँदै माथि भ्यू टावर। यो चाहिँ मनहरी स्टेसन। यो टावर देख्नुहुन्छ तपाईँहरूले। यो चाहिँ भ्यू टावरको गेट है। यो गेटबाट यो भारी हुँदै आएर चढ्दैछु माथि। अवलोकन गर्दैछु माथि अहिले भ्यू टावरमा अवलोकन गर्न चलिरहेका छौँ। अहिले भ्यू टावरको 5औँ तलामा पुगिसकेको छु म। यतातिर देख्नुहुन्छ तपाईँले यो देवको डाँडा है। भ्यू टावरबाट अघि पहिला मैले देखाएको थिएँ तपाईँहरूलाई यो प्रतीक्षालय है। यो त अघि चाहिँ तल कसैको अगाडि थियो भने अहिले म भ्यू टावरको 5औँ तलाबाट तलतिर देखाउँदैछु तपाईँहरूलाई। यो चाहिँ रापती है। उता रापती जुन तल खेतहरू छन् यो देखिरहेको छ तपाईँहरूले। यो चाहिँ मनहरी बजार है। त्यो बजारबाट पछाडि जुन त देखिरहेको छ त्यो भाग हुँदै चाहिँ चितवनतिर गइन्छ। त्यो रोड तब त्यहाँसम्म हुन्छ। त्यही बाटो हुँदै चितवन गइन्छ। यता चुरीडाँडा पछाडि भाग देखिरहेको छ त्यो रोड। त्यो पनि भयो चुरीडाँडा है।